यो चाहिँ दाउरा कटेर हाम्रो यहाँभित्र चाहिँ दाउरा छ। अस्ति जति रुख लडेको थियो पोहोर 2 वर्ष बादमा चाहिँ त्यो रुख काट्यो। त्यो रुखको दाउरा चाहिँ यहाँ सबै घरले मिलेर काटेको छौँ। आफ्नो आफ्नो घरमा लगेछ। यहाँ चाहिँ आफ्नो घरमा यहाँ अन्त यहाँ दाउरा थाक देखाउँदैछु है म। यहाँ दाउरा हेरिहाल्नुहोस् यस्तो छ, यति थाक छ। बिचमा चाहिँ यहाँ बिचमा बाँसको यो बिचमा चाहिँ आधी आधी गरेको छ, परसन छ। यस्तो यतापट्टि 4 लाइन यतापट्टि 4 लाइन छ। अनि यो दाउरा चाहिँ सबै उत्तिसको यो दाउरा चाहिँ त्यो पहिरोले गएको रुख ढलेको त्यो दाउराहरू, त्यसको बोक्रा चैटा चैटी यहाँ छ। बोक्रा यहाँ छ। अन्त हेर्दा यो कटेर सानो छ, तर दाउरा चाहिँ निकै गएको छ, धेरै गएको छ। यो पनि टेम्पोरेरी बनाएको छ बाँसको, प्लास्टिक ओढाएर। अहिले चाहिँ फिलहालमा अलिक पछि बनाउनु पर्ला यो पनि। अब दाउरा साउरा सकेपछि यसलाई नि अलिक मर्मत गर्नुपर्छ। अहिले जस्ट टेम्पोरेरी बनाइरहेको छ।